हेलो सम्पूर्णमा नमस्कार सेवाहरू। अहिले चाहिँ म फाल्गु नगर गाउँपालिका र फाकफोक्थुम गाउँपालिकाको सङ्गम स्थलमा रहेको यो पञ्चमी बजारमा छु। घुरबिसे पञ्चमी बजार। यहाँनिर चाहिँ एकदमै यहाँ माथिदेखि मैले खिचेको एकदम राम्रो देखिएको छ। तल बजार देखिरहनु भएको छ। यहाँ एकदमै चिसो छ, जहिले हुस्से लाग्छ होइन। अब यहाँदेखि यता पर हेरिराख्नु भएको छ, यता चाहिँ फाक्टेप हो है। अब यहाँदेखि यता पर देखिराख्नु भएको छ, यो चाहिँ इलाम हो। अनि यहाँनिर इमानसिंह चेम्जोङको चाहिँ शालिग पनि छ। यो अगाडिबाट पनि म यहाँलाई देखाउनेछु। इमानसिंह चेम्जोङको शालिगदेखि तल हेर्दाखेरि ठ्याक्कै घुरबिसे पञ्चमी सुन्दर निस्किन्छ। म इमानसिंह चेम्जोङको यो शालिगले अगाडिबाट देखाउँछु है त। यस्तो छ। यो एकदमै कलर नगरिकन सामान्यतया मूर्ति मात्रै बनाइएर राखिएको छ। यसले चाहिँ वरिपरि कलर गर्दा एकदम राम्रो देखिन्छ होइन। इमानसिंह चेम्जोङको यो शालिग हो। अब यहाँदेखि यता माथिदेखि चाहिँ फिदिमबाट आइन्छ। यो पनि तपाईँलाई देखाउँछु। यता माथिदेखि फिदिम आउने हो। राँकेदेखि तल झर्नुपर्छ दर्शकबिन।